So, alright, Mutus, good morning and welcome back another vlog. म चाहिँ त्यही हो क्लासको लागि निस्किसकेँ। आज पनि त्यही हो, अलिअलि चिसो छ, कुहिरोले ढकमक्क ढाकेको छ। हिजो पानी परेको, अस्ति मतलब हिजो राति पानी परेको, अस्ति राति के हैन, हिजो अलिअलि धुलो मारेको थियो, आज फेरि धुलो उड्ने सुरु गरिसकेको छ है। त्यही हो, आज चाहिँ टाइममै निस्केको छु, टाइममै पुग्छु। टाइम त हिजो पनि टाइममै पुग्यो हो, अब अलिअलि त भइहाल्छ नि तलमाथि। त्यो तपाईहरुले बुझ्नुपर्छ, मैले बुझ्नुपर्छ, म जहाँ जाँदैछु त्यहाँ बुझ्नुपर्छ भन्न चाहन्छु है। त्यही हो, तपाईहरुलाई थाहा नै छ यो प्रशान्त महासागरको पुल तरेरै जानुपर्छ हैन। कस्तो छ यो वातावरण, पुरै कुहिरोले ढकमक्क ढाकेको छ है त्यहाँ। अनि आज अक्षय तृतीया रहेको छ। अक्षय तृतीयामा मैले सुनेअनुसार, मैले बुझेअनुसार चाहिँ आज जति धेरै दान दियो त्यति आफूलाई प्राप्त हुन्छ, अनि आफूले जति अरूलाई सम्मान दियो त्यति आफूलाई प्राप्त हुन्छ। मोरल अफ द स्टोरी, अरूलाई राम्रो गर्यो भने आफूलाई राम्रो हुन्छ भन्ने दिन हो रे आज। फेरि आज अक्षय तृतीया भएर आज सबैले राम्रो गर्नुहोस्, भोलिदेखि नराम्रो गर्दा हुन्छ त्यस्तो चाहिँ भने हैन मैले। सधैँ राम्रो गर्नुहोस्, 365 दिनलाई नै अक्षय तृतीया मनाइदिउँ न हामीहरू हैन। अनि पो राम्रो हुन्छ। राम्रो गर्न छुट्नुहुन्न क्या अरूलाई। बैगुनीलाई गुणले मार्नुपर्छ भन्ने एउटा उखान छ नि हिन्दीमा, त्यही उखानको फलो गर्नुपर्छ है। त्यही हो है त, म 4 बाटो आइसकेँ। अब गाडी चढ्न 4:30 बाटो जानुपर्ने हुन्छ है। भर्खर जाम खुलाएको छ, एउटा गाडी त गयो जस्तो छ, अर्को गाडी पनि आइरहेछ उताबाट है। गाडी त यस्तै हो, पाइहाल्छु नि म, आइरहेछ। अब चाहिँ गाडीमा चढेर स्वाट्टै गइदिन्छु म यहाँबाट है, त्यति भन्न चाहेँ है। अब चाहिँ सो म चाहिँ यहाँ सुन्धारा ओर्लिसकेँ है। यो चाहिँ न्यू रोड गेट हो है, सबैलाई थाहा नै होला। म चाहिँ यहाँ अगाडिबाट जानुपर्ने हुन्छ कलेज है त, त्यही भन्न चाहन्छु। अरू त के भनौँ। दिस इज माई कलेज है त मोटर्स। सो है त, म चाहिँ कलेजबाट फर्किसकेँ। चाहिँ भिरकुटी मण्डपमा छु अहिले यतिखेर। मेरो यहाँ आज माइती घरबाट गाडी चढ्नु पर्ने भएकोले यो बाटो छिरेर आएको है, थोरै काम छ त्यही भन्न चाहन्छु। अहिले यतिखेर पुतली सडकको बाटोमा छु, सिंहदरबार जाँदैछु है। अफिस समय भएर पनि होला, पुरै जाम मात्रै छ अगाडितिर है। ट्राफिक सरहरूलाई जाम कन्ट्रोल गर्न धौधौ भइराखेको छ। त्यही हो है त, म चाहिँ अहिले सिंहदरबार अगाडि आइपुगेँ है। जहाँनिर पनि सिंहदरबार भन्छ भन्नुहुन्छ भने सिंहदरबार, देयर इज अ ह्युज एरियाज अफ सिंहदरबार के दरबारकै भाग हो। यस्तो गर्मी छ, पुरै हिँडिरहेको छु म। चाहिँ सिंहदरबार पार गरेको छैन भनेकै छ नि त, ठुलो एरिया छ सिंहदरबारको है। अब लगभग एरिया त यहाँ चाहिँ पार गर्दैन, भर्खर मेन गेटमा आइपुगेँ। उता न्यू प्लाजादेखि ठिक माइती घरसम्मकै पुरै भाग नै सिंहदरबारको एरिया हो, अगाडिको साइड। यही हो मेन गेट, यही हो है। अब यहाँबाट ढिका जानुपर्ने हुन्छ। यस्तै माथि शीतल पराएको बेला यस्तो आनन्द महसुस हुन्छ नि, शीतल आनन्द महसुस हुन्छ भन्ने कुरै छोडिदिनुहोस् है। अब फेरि यस्तो घाममा हुन्छ नि त टाउकोमा, यतिखेर यस्तो झ्याउ लाग्छ। सबैलाई हुन्छ कि मलाई मात्रै हो, आई डोन्ट नो है त। यो एरियातिर अदालत, सर्वोच्च अदालत अनि अरू अन्य अदालतहरू पनि छन् कि, त्यही भएर यतातिर हिँड्ने 10 जनामा 5 जना त वकिलहरू मात्रै हुनुहुन्छ। यति भन्न चाहन्छु। यस्तो दौडिरहेको चाहिँ घुरै छोडिदिनुहोस् है। माथि थिएँ, दौडी यहाँ आइसकेँ। सायद म्याराथनमा भाग लगेको भए अहिले म सबैभन्दा फर्स्ट हुन्थेँ होला। ससुराली भनेको यही हो, आई मिन माइती घर है।
तर जामले गर्दा गाडीहरू पछाडि छन्, म गाडीभन्दा अगाडि आइसकेँ क्या एमआइदिएको है, त्यही भन्न चाहन्छु। त्यही गरेर रोकिनु पर्थ्यो, म बबर महल जाँदैछु, किनभने कहिलेकाहीँ माइतीको धेरै ट्राफिक भयो भने रोक्दैन क्या गाडी, डाइरेक्ट बबर महल रोक्छ। त्यही भएर म अब बबर महलबाट गाडी चढ्नेछु है, त्यति भन्न चाहन्छु। बाँकी कुरा गर्दै गरौँ ल। यतातिर यो माटो भरेछ, उयो बाटो धुल्यान्ने छ है, अलिक ग्रेभल भइरहेको रहेछ, सायद अब 1-2 दिनमा पिच पनि हुन्छ होला है। त्यही हो, बाटोघाटो राम्रो भन्दैछ, देशमा विकास हुँदैछ, अरू के भन्न सकिन्छ र। ल है त म बबर महलबाट गाडी चढिसकेँ अब चाहिँ है, देख्न सक्नुहुन्छ। सो म चाहिँ यहाँ चार्दो बाटो ओर्लिसकेँ है त, चार्दो बाटो ओर्लिसकेँ, धेरै अघि आइसकेको छु। सबैलाई अक्षय तृतीयाको फेरि पनि एकदम शुभकामना दिन चाहन्छु है। सो आजलाई यति गर्नुपर्ने हुन्छ। थ्याङ्क यू फर वाचिङ, स्टे ह्याप्पी, स्टे सेफ, सी यू टुमोरो, बाई बाई।